चाहिँ फुल ताजमेनिया लन्चेस्टनको भ्यू हो यो चाहिँ। पछि अब ल्यान्ड गर्ने तर्खरमा छौँ हामी लन्चेस्टनमा। ल त्यो चाहिँ हाम्रो प्लेनकै छाया हो त्यो है, कस्तो राम्रो देखिएको छ ल। We are landing now in Launceston. Now we touch down. ल एयरपोर्ट आयो, लन्चेस्टन एयरपोर्ट। लगभग 1 घन्टा जतिको फ्लाइट लाग्यो मेलबर्नदेखि। हामी 7:20मा फ्लाइ गरेका थियौँ, ठ्याक्क 8:20मा ल्यान्ड भएको छ। Welcome. Hi, Siri. ल अब हामीले गाडी पनि रेन्ट गरियो होइन। अब 7 सिटर भनेको अब सानो गाडी पर्छ कि भनेको। लक्किली वी गट किया कार्निभल। ल हामी चाहिँ अब गाडी हामीले रेन्ट गरेको गाडी यहाँ छ। ल धन्न वी गट ठुलो गाडी होइन। सो एभ्रीवन विल एन्जोय होइन त गाइज। ल आर यु गाइज अल एक्साइटेड होइन? सबैजना एक्साइटेड हो नि? ल यति राम्रो त्यो कति राम्रो बस्थ्यो त्यो डाँडामा हेर। यो डाँडामा हेर्दाखेरि यो बस्ती हेर्दाखेरि त है त्यो दार्जिलिङको जस्तो भाइब्स आउँदो रहेछ क्या लन्चेस्टनमा। यति रमाइलो ठाउँ रहेछ। Now we are heading towards George Scenic Chairlift. यो चाहिँ हाम्रो यो चेयर लिफ्टमा जानको लागि टिकट काट्ने ठाउँ हो। हामी यसरी क्युमा बसिरहेछौँ सबैजना होइन। यसरी अलि हामी सबैजना यहाँ क्युमा लाइनमा बसिरहेछौँ। म चाहिँ एक्लै छ है, अब एक्लै चढ्नुपर्छ। म चाहिँ सबैको दुईजना भए, म चाहिँ एक्लै जाँदैछु। यसरी बस्छु है। अब चेयर लिफ्ट भने यही हेर्दाखेरि चाहिँ केबल कार जस्तो छ होइन, तर अलिकति एडभेन्चर छ क्या। के भन्दा पुरै खुल्ला छ यहाँनिर होइन, सबै ओपन, इट्स ओपन। ल म यहाँबाट यसरी भ्यू देखाउँछु होइन। यस्तो मजाको भ्यू छ यहाँ। तल स्विमिङ पुल छ, तल वकिङ ट्रेलहरू छ त्यहाँ। यसरी वक गरेर होल यो एरिया वान वे गयो भने चाहिँ त्यहाँ जाने, त्यहाँबाट चाहिँ वान वे यसरी घुमेर आउन मिल्छ। यसरी सर घुमेर अनि त्यसपछि फेरि यही ठाउँमा नै आइन्छ होइन। यसरी मान्छेहरू यसरी रमाइलो गर्छन्। वेदर एकदमै राम्रो छ आज लन्चेस्टनमा। आज 13 jan। एकदमै रमाइलो वेदर छ, एकदम सनी छ, एकदम मजाको वेदर छ। मान्छेहरू यसरी तल यस्तो छ है। यसरी मान्छेहरू टक्क सबै। म चाहिँ अहिले एक्लै छु, अरू सबैजना दुईजना यसरी बसिरहेको हुन्छन् होइन। म चाहिँ टक्क यसरी लगाएर यसरी बसिरहेको छु है। हामी चाहिँ त्यहाँ गएर फेरि ब्याक यही उसमै ब्याक हुने हो। ल यसरी भ्यू हेरौँ। ल तल स्विमिङ पुल पनि छ। ल तल यसरी स्विमिङ पुल छ, मान्छेहरू स्विमिङ गरिरहेछन् यहाँनिर। यति ठुलो ताल छ, त्यहाँ पनि स्विमिङ गरिरहेछन् मान्छेहरू, त्यहाँ पनि स्विमिङ गर्छन् है। त्यहाँनिर ब्रिज छ। लास्ट टाइम आउँदाखेरि चाहिँ यो ब्रिज बन्द थियो, त्यहाँ अन्डर कन्स्ट्रक्सन थियो, अहिले चाहिँ बनाइसकेको रहेछ। सो इट्स ब्युटिफुल यो एरिया। एक्चुअली चाहिँ यु मस्ट कम एन्ड भिजिट दिस प्लेस। आई वुड रेकमेन्ड यु टु कम लाइक फ्रम 9 AM to 6 PM। त्योभन्दा ढिला भयो भने चाहिँ बन्द हुन्छ। मेक स्योर यु कम अन टाइम। टिकट अघि नै मैले भनिसकेँ। सी यु क्यान सी द रक्स हियर। यु क्यान गो अल द वे त्यहाँबाट सर लाएर वकिङ ट्रेल छ। ऊ त्यो माथि डाँडामा मान्छेहरू हिँडिरहेछन्, त्यो रक्सहरू त्यसरी क्लाइम्ब गरिरहेछन् त्यहाँ होइन। त्यो गर्न मिल्छ। यस्तो ल स्विमिङ पनि गरिरहेछन् त्यहाँ मान्छेहरू। अनि यसरी हिँड्न पनि मिल्छ। ल
ल यहाँ माथिबाट तल हेरौँ ल यस्तो छ ल यति खोला छ यहाँ खोला यस्तो मजाले बगिरहेको छ सबै माथिबाट खिचिरहेको छु क्या मैले अनि त्यहाँनिर मान्छेहरू गएर हिँडिरहेछन् होइन त्यो वकिङ ट्रेल छ मैले अघि नै भनिसकेँ एकदम मजाले त्यहाँ घुम्नलाई हिँड्नलाई जाने ठाउँ छ त्यो पनि एउटा एडभेन्चर हो आएपछि त्यो पनि एउटा गर्दा हुन्छ होइन अब हामीहरूलाई धेरै ठाउँ भ्याउनु पर्ने हुनाले चाहिँ अब यसरी माथि के अरे चेयर लिफ्टबाट आइसकेपछि चाहिँ यसरी हामी वकिङ ट्रेल छ यहाँ यसरी टक्क हिँड्ने अनि यसो घुम्ने एक्सर्साइज पनि हुन्छ होइन रमाइलो छ ठाउँ चाहिँ त्यही भएर यसको लागि चाहिँ लगभग 2 आवर्स इज इनफ त्यही भएर तपाईँहरू 2 आवर्स जति भयो भने इट्स इनफ मोर देन इनफ फर यु गाइज टु जस्ट गेट एडभेन्चर फर अल दिस एरिया आज वेदरले चाहिँ राम्रो साथ दियो हामी चाहिँ पिकअप कहाँ छ भनेर खोज्दै हिँडेको छौँ यहाँ चाहिँ ठ्याक्कै भेटिन्छ अब ओके द गेम इज कल्ड फाइन्ड द पिकअक यसमा गिभ अवे हुन्छ है सायद साथीहरू के गिभ अवे हुन्छ थाहा छ फाइन्ड द पिकअक जसले भेटाउँछ त्यसलाई $5 ल ओए ये ल $5 पाएकोमा कस्तो लागिरहेछ त अहिले म ल अहिले म गाडीमा गरिदिन्छु म ह्यान्ड ओभर गर्छु अहिले म कस्तो लाग्यो त एक राउन्ड हान्दा तिमीलाई कस्तो लाग्यो ल भन त मलाई त यो जर्ज सिनिक चेयर लिफ्ट चाहिँ एकदम बेस्ट लाग्यो है एकदम बेस्ट बाटो चाहिँ छुटाउनै नहुने रहेछ है यो चाहिँ त्यही भएर यस होइन मान्छेहरू एक्चुअली लन्चेस्टन आएपछि यो ठाउँ चाहिँ घुम्न आउनु पर्यो होइन अघि चाहिँ हामी उताबाट यता आएर वान वे ब्याक जाँदैछौँ हामी होइन अनि यसरी सरर होइन त रमाइलो छ होइन त ल आजको लागि जर्ज सिनिक चेयर लिफ्ट लन्चेस्टनको यहाँ एन्ड भयो है यहाँ चाहिँ घुम्यो अब अर्को ठाउँमा जान लाग्यो हामी एकदम रमाइलो भयो यस्तो सनी यस्तो मजाको वेदर आज एकदम रमाइलो भयो केटाकेटीहरू पनि रमाए अब अर्को 2टा ठाउँ चाहिँ भ्याउनुपर्छ आज जस 1 डे 2 hours को दरले लाइक यु क्यान सेपरेट इन 2 hours इन टोटल 6 hours मा यु क्यान एटलिस्ट गो 3 places किन भन्दाखेरि अब फोटोसोटो पनि खिच्नु पर्यो होइन सो द्याट इट टेक सम टाइम सो आई रेकमेन्ड यु टु गो लाइक यु टेक 2 hours पर इच स्पट अब चाहिँ प्रोबेबली विल गो टु टमार भ्याली अब उता टमार भ्याली अब स्विस भ्याली भन्छ होइन त्यो ठाउँमा गएर म अरू फोटोहरू भिडियोहरू राख्छु हामी चाहिँ अब टमार भ्याली स्विस भ्याली पनि भन्छ यसलाई यहाँ स्विस भ्यालीमा छौँ भनेपछि अब यहाँको घुम्ने भनेको 1 hour 1 hourमा लगभग सबै सकिन्छ यहाँको घुमाइ बसाइ होइन यो एरिया 1 hour को लागि चाहिँ इनफ छ ल यसरी म यो स्विस भ्याली म यसरी देखाउँदैछु यहाँ ल यो हो स्विस भ्याली भनेको चाहिँ है यति राम्रो भ्याली छ यस्तो मजाले Hey guys Hello. ल यहाँबाट एउटा लुकआउट जस्तो छ यो टमार भ्याली अथवा यो स्विस भ्याली कस्तो देखिन्छ भनेर यो यहाँ माथिबाट क्याप्चर गरिरहेको छु होइन यो
प्लेस चाहिँ एकदमै पिसफुल छ, एकदम पिसफुल छ. फ्रेस हियर, टोटली साइलेन्स है. Tamar Valley is famous for its wine especially. Pinot Noir चाहिँ को लागि चाहिँ एकदम फेमस छ यहाँ. पहिला कलबाट पानी कसरी निकालिन्थ्यो भनेर यसरी राखिरहेछ हामीले यहाँ. यो एउटा नमुना मात्रै, पानी त अहिले आउँदैन, तर पहिला चाहिँ यसरी मान्छेले कल यसरी चलाउँथे. एकछिन है त म चलाएर, म यो कल पनि एकचोटि म चलाएर देखाउँछु है त. यस्तो गरेर यसरी कल चलाएर अनि यहाँबाट यसरी पानी यहाँबाट यसरी आउँथ्यो होइन. अब यो त नेपालमा त जति पनि छ होइन, त्यही पनि यहाँको लागि एउटा नयाँ चिज. यस्तो मजाले एउटा यस्तो मजाले डिजाइन फुलबुट्टा भरेर यसरी राखेको छ. एउटा सो पिस जस्तो बनाएर अहिले चाहिँ यहाँ राखिरहेछ. अब यसरी हेर्दा पोस्ट अफिस, पहिलाको पोस्ट अफिस चाहिँ यस्तो हुन्छ, यति रातो ल, यति अग्लो होइन पोस्ट अफिस. यो फोटो खिच्नको लागि चाहिँ एउटा राम्रो स्पट हुनसक्छ होइन. यसरी ल सबैजना माथि बसेर हात हल्लाइराख्नु भएको छ. यहाँ चाहिँ केटाकेटीहरूको लागि यहाँ चाहिँ एउटा मिनी गल्फ पनि रहेछ है. यसरी यहाँ मिनी गल्फ पनि खेल्न मिल्छ यहाँ है. अनि पेडल बोटहरू पनि गर्ने ठाउँ छ. इफ यु गाइज आर इन्ट्रेस्टेड फर पेडल बोट, यसरी आएर यो लेकमा पेडल बोट मात्रै होइन, पेडल बोट नै रहेछ ल. यसरी बोटहरू पनि गर्न मिल्छ है, रमाइलो हुन्छ ल. केटाकेटीहरूको लागि अथवा ठुलो मान्छेहरूको लागि मिनी कार्ट पनि छ. यु हेभ टु पे फर दिस वान. इन द एक्टिभिटी सेन्टरमा गएर पे गर्नुपर्छ. इट्स राइड फर 30 minutes. ल साथीहरू, टु ऱ्याप अप आवर डे इन लन्चेस्टन, वी आर हियर एट पेनी रोयल एडभेन्चर. यिनी घरहरू हेर्दाखेरि त आई फेल्ट लाइक आई एम समवेयर इन द युरोप. ल यस्तो ब्युटिफुल ठाउँ छ है. त्यही भएर यो ठाउँ चाहिँ हेर्न चाहिँ सबैजना आउनै पर्छ. यस्तो राम्रो झरना छ है यो पेनी रोयलमा हो होइन. वी क्यान क्लाइम्ब इन द्याट ब्रिज. अनि त्यसपछि त्यहाँ माथिबाट चाहिँ जिप लाइन गर्न मिल्छ. यस्तो मजाको झरना. ल अब यो बोटमा पनि यसरी राइड गर्न मिल्छ. म एकचोटि त्यो झरनाको नजिक लिएर जान्छु है, कस्तो छ है, हेरौँ है त कतिको रमाइलो हुँदो रहेछ. पानी त्यहाँसम्म आउँछ कि आउँदैन हेरौँ. ल यसरी यति ठुलो झरना छ है. यसरी भ्यू हेर्दा यति राम्रो छ. टन्न होटेलहरू पनि रहेछ, रेस्टुरेन्टहरू. अझ रातिको बेलामा लाइटहरूले गर्दा अझ राम्रो देखिन्छ होला यो है एरिया. एकदम ब्युटिफुल प्लेस छ क्या. टक्क 1.5 hour देखि 2 hours जतिको समय लिएर आयो भने यो इनफ हुन्छ यो एरिया हेर्न. ल यसरी जिप लाइन गर्न यसरी मिल्छ है. यो पनि एउटा एडभेन्चर हो क्या, त्यही भएर यो गर्नुपर्छ, यहाँ आउनुपर्छ है. हामी डार्क राइड गर्न डायरन, मी एन्ड सियन यसरी जाँदैछौँ. लेट्स सी. So this is the one.
Are you guys excited Yes. for the ride? Daddy's here. Oh, it's dark. It's dark. There is no light. Okay, let's ride. Oh, it's cold. Nice. Oh, wow. Why is everything on my side? Oh, oh. Hi. Boss Ranger is on the run in these here hills. Keep an eye out for the ghost of Alexander Pierce Hannibal. No worries. Before it was kicked out. ल हामी चाहिँ यसरी 3 बाउ छोरा चाहिँ यसरी गोस्ट राइड गरिरहेको छु होइन एकदम डार्क छ अहिले चाहिँ अलिकति बाहिर आएको बेलामा चाहिँ मैले यो खिचिरहेको छु होइन डार्कमा चाहिँ त्यति क्लियर आउँदैन ल अब यहाँबाट फेरि अर्को डार्क राइड सुरु हुन्छ है यहाँबाट अर्को डार्क राइड विल गेट वेट देयर विल गेट वेट देयर फर स्योर विल गेट वेट No? Yeah, we... Oh, that's right. Look at this water bottle. Bubble. A bubble. Papa, go and drop your thing. That's a capybara. Hey, you there? Just missed Brady. You see him stack? Oh. Just sitting there on the ground. He just came through here and ran down the stone tunnel. You might be able to catch him. I think there's a good reward coming for his How does capture. he know? I do it We myself, have to but catch him for a good good reward. eggs. What are you doing here? Well, keep your head down. We got Matthew Brady calling up there in the rocks. I thought I told you to keep your head down. Look out! He's gunning for you! Shooting at civilians, Brady. That's a new law. Hi, John Batman will bring you in and claim us out. That is, of course, unless you prefer. Perhaps we can share the bounty, eh? Safe travel. This stone cornet will be built on the backs of the last of us. You enjoy yourself Thank you. later than you think. Thank you. Okay, guys, we are done. Oh, what is that? Cheetah? No, Leopard? no. Fox? It's like a kind Wolf. of It is a wolf. We don't know. That I'm not sure if you can see. Hey, wolf. ल सक्यो हामी मजाले 1 राउन्ड गर्यो real people. वाउ सो नाइस ल तल बोटबाट यो खिचेको भ्यू हो कस्तो राम्रो आएको छ ल भ्यू What's climbing? Yeah. Wow, such a beautiful place. Guys, के छ हालचाल? सबै ठिक छ? एकदम रमाइलो भयो एकदम रमाइलो पुरै भिजिहालेँ नि म त यसरी त्यो पानीमा त त्यहाँ त यस्तो वेट भइहाल्यो नि तर एकछिन त स्केरी टाइपकै थियो यार Hey guys, thank you for watching our vlog till end. That's it for today's Launceston adventure. If you enjoyed this, don't forget to like, comment and subscribe our DNS channel. More Tasmania adventure coming soon guys. Stay tuned.